हेलो गाइस वेलकम ब्याक टु आवर एनदर भिडियो। सो गाइस आज चाहिँ अरू बेलाको भन्दा अलिकति डिफ्रेन्ट भिडियो छ, किनभने आज चाहिँ हामीहरू गर्नु जाँदैछ एउटा एक्सपेरिमेन्ट जहाँ चाहिँ हुन्छ हामीहरू एउटा नाइटमा चाहिँ हामीहरू एउटा के भन्छ त्यसलाई उता हन्टेड हाउसमा गएर एक्सपेरिमेन्ट गर्नु जाएको छु, जहाँ चाहिँ एकदमै हरर छ, जुन हामीले एक्सपेरिमेन्ट गर्ने वान नाइट एक्सपेरिमेन्ट। सो लेट्स सी के हुन्छ। सो खुसी, आर यु एक्साइटेड फर इट? सो आजको भिडियो चाहिँ एकदमै रमाइलो हुनु गइरहेको छ र हरर हुनु गइरहेको छ। लास्टमा हेरिदिनु होला, लाइक कमेन्ट सेयर गर्नु होला, अनि लाइक कमेन्ट सेयर गरेर डोन्ट फर्गेट टु डु सब्सक्राइब। सो लेट्स गो हन्टेड हाउस। तर हामी चाहिँ जाँदैछ लोकेसनमा। लोकेसन चाहिँ यहाँदेखि आधी घन्टा जति लाग्छ। के घन्टा? सो आधी घन्टा जति लाग्छ। सो यहाँदेखि जङ्गल छ, जङ्गलदेखि कटेर पुग्नु पर्ने छ हामीहरूलाई। त्यसरी हामीहरू छिटो हिँड्ने कोसिस गर्दैछौँ। म अहिलेको टाइम पनि देखाइदिनेछु। एकदमै जाडो छ है गाइसहरू। अनि मैले त्यसैले 8:10 जाँदैछ। 8:10 यहाँ गएर हामीहरू वान नाइट स्पेन्ड गर्नेछौँ हरर हन्टेड ठाउँमा, हो होइन खुसी? सो जाउँ, सँगै जाउँ। 1 2 3 गो। म चाहिँ बच्चाको आमा देखेको छु गाइसहरू। मैले चाहिँ के बोकेको छु, खुसीले पनि टन्नै थोक बोकेको छ। एकदमै रमाइलो हुनु गइरहेको छ। म चाहिँ एकदमै एक्साइटेड छु है आजको नाइटको लागि। भूत पनि भेट्नु सक्छ। सो गाइसहरू हामीहरू चाहिँ लोकेसनमा आइसकेको छौँ, जहाँ चाहिँ हाम्रो पछाडि एउटा भुतिया घर। सो हामीहरू चाहिँ जङ्गलको बाटो कटेर आइसकेको छौँ। अनि हजुरहरू देखिरहेको छ नि मेरो हातको पसिना। यस्तो जाडो छ तर पनि पसिना आइरहेको छ, देख्नु मलाई। ए हातदेखि के भएको धुवा आउँछ। सो हामी कति बजी आइपुग्यौँ खुसी? 8 बजेर कतितिर हिँडेछौँ? 8-7 तल थियौँ मोडर्न सिटीमा। अहिले यत्रो जङ्गल कटेर आइसकेको छौँ। सो हामीहरू आइसकेको छौँ। लेट्स गो। हामी चाहिँ यहाँ खानेकुराहरू बस्ने ठाउँ राम्रो उयोहरू लिएर आइसकेको छौँ। सो कमन हामीहरू तपाईँलाई के भन्छ त्यसलाई टुर देखाउनेछौँ, टुर गर्नेछौँ कस्तो रहेछ। योभन्दा अगाडि पनि हामी चाहिँ आइसकेको थियौँ हेर्नुलाई। हिँड न खुसी अगाडि, हिँड न भनेको, बोकेर हिँड न। खाँदैन त तिमीलाई कसले नि? 8 बजे त ल्याउ न। है के आउँदैन, म बोल्दै हिँड्छु, आउनु। यहाँ चाहिँ छ गाईको गोठ। यो चाहिँ त्यति हरर छैन, होम चाहिँ छ है हरर क्या। हजुरहरूले त्यति डर त लाग्दैन, हिँड न, हिँड खै हिँड्न। As you can see, this is our खण्डर। यही घर है, यही घर हो। यहाँ छ टोइलेट हो कि के हो मलाई थाहा छैन। यो मैले खोज हालेको आइसकेको छौँ। यहाँनिर ढोका खोल्नु पर्ने त होला नि होइन? हामीहरूले नि कति ल्याऊ, तिमी त जानु डराउँछ एउटा। कमन माथि हौ। देख्नु सक्नुहुनेछ यहाँ चाहिँ एउटा देखाउनु त खुसी ठाउँ चाहिँ यस्तो खालको घर छ, एकदम हरर छ। एस यु क्यान सी दिस, एस यु क्यान लाइक द्याट। खुसी माथि न, माथि यता सिडी चल माथि जाँदैछौँ। यहाँ चाहिँ मैले कुकुर भेटाएको थिएँ एउटा है अस्ति चाहिँ। अहिले चाहिँ यहाँ कुकुर बस्दो रहेछ राति उठो, बच्चाहरू भेटेको थियो मैले। यहाँ 2-3 तले छ नि, म तपाईँलाई पुरै देखाइदिनेछु। हामीहरू चाहिँ यो कोठामा बस्छौँ होला सायद। एकदमै कस्तो नन्ठो बस्छ, सायद कुकुरको गुहला कस्तो नन्ठो आइरहेको छ। अनि यो चाहिँ सायद को बस्थ्यो होला यहाँ, होप। एकदम हरर चाहिँ फुल देखाउनु, फुल बुङ्गी पनि हरेकहरू पनि हरर। हामीले यतापट्टि चाहिँ मैले यता गएको थिएँ अगाडि भन्दा अगाडि पनि। यहाँ चाहिँ खोलिदिन्छ, म आफै देखाइदिन्छु। यहाँ चाहिँ यस्तो छ, जहाँ चाहिँ मुनि पुगिन्छ।
तर रुम चाहिँ राम्रो छ यो अनि भन्दा माथि पनि छ म माथि पनि देखाइदिनेछु सायद हामी त्यही कोठा बस्छौँ होला मलाई यही जस्तो लाग्यो किनभने यो अलिक सफा रहेछ हामीले धेर थोक त ल्याएको छैनौँ बर्केहरू आउनुपर्ने हुन्छ माथि जानुपर्छ अब किनपछि अगाडि तिमीले डराउँछ तिम्रो पछि पछि आउनुपर्छ हामी लास्टमा हिँड्नु सक्दैनौँ मक्केको होला है सबै लडिन्छ खुसी खुसी यहीँदेखि देखाइदिन्छ खुसी यहाँदेखि त्यति डर त लागेको छैन गाइस बट होप सो गाइसहरू हामीले चाहिँ हाम्रो बेस बनाइसकेको छौँ देख्न सक्नुहुनेछ हजुरहरूले अनि हामीहरू चाहिँ रातभरि यही बेसमा कटाउनु पर्ने हुन्छ अहिले चाहिँ बज्दैछ ठ्याक्क 9 बजेछ है देखाउनुपर्छ पर्दैन अनि हामीहरू चाहिँ टन्नै खानेकुरा तयारीका साथ आइसकेको थियो यस्तै रातभरि कटाउनुलाई हामीहरू गाह्रो जानु थाहा भएर हामीले खानेकुरा चाहिँ टन्नै ल्याएको छौँ अनि अब के भन्नु त्यति डर त लागेको छैन मलाई त्यस्तो घर चाहिँ कस्तो कस्तो हजुरहरू देख्न सक्नुहुनेछ डर लागिरहेछ के को डर हो सो गाइजहरू अब चाहिँ हामीहरू यहाँनिर केही काम नभएकोले ड्रइङ बनाउँदै बस्नेछौँ अनि यहाँ चाहिँ हामीहरूसँग टन्नै खानेकुराहरू छ हजुरहरू पनि देख्नु सक्नुहुनेछ हामीले कोक पनि लिएर आएको छौँ डिउको बोतलमा रातभरिको खानेकुराहरू हामी सबै यहाँनिर हजुरहरू देख्नु सक्नुहुनेछ यसो खानेकुरा पनि हजुरहरू देख्नु सक्नुहुन्छ अब चाहिँ हामी बनाउँ उही माथि टोका लगाइदिनु न सामान सब्सक्राइब मेरो ल्यापटपमा पनि भर्खर 852 हुँदैछ पागल के बच्चे रियलमा त खै कति पर्छ खुसी तिमीलाई मलाई के पो सिकाउँदै थिएँ खुसीलाई चाहिँ एकदमै निद्रा लाग्दैछ अरे गाई चाहिँ के हो यो बजी पनि पो छ खुसी सो गाइजहरू अब चाहिँ 10 बजिसकेको छ खुसी पनि सुतिसक्छ म नि मोबाइल हेर्दैछु अनि हामीहरूलाई चाहिँ ड्रिङ्क बनाइसक्यौँ अनि हामी हल चाहिँ लागिसक्यो अनि हाम्रो चाहिँ केही बेर एकछिन सुत्दैछ त्यसपछि फेरि भेट्नेछौँ अनि सब खानु छ तबसम्मको लागि भेट्नेछौँ हाम्रो केही समयमा बाई एक घन्टा सुतेँ कि सो गाइजहरू अहिले चाहिँ बज्दैछ रातिको 12 हामीहरू चाहिँ एकदिन सुतेर उठिसकेको छौँ हजुरहरू देख्नु सक्नुहुनेछ हामीहरू त्यहाँ छौँ सो अब चाहिँ हामीहरू केही खाजा खाने भनेर उठेको छौँ सो हामीहरू केही खाजा खानेछौँ अनि हो फेरि सुत्नेछौँ भने फेरि उठ्नेछौँ यहाँ चाहिँ राति कटाउनु कस्तो गाह्रो भइरहेछ क्या निन्द्रै लागेको छैन अनि जाडो चाहिँ एकदमै धेरै भएको छ हामीसँग तातो लुगा छैन अनि हजुरहरू देख्न सक्नुहुनेछ हामीले सानो गलैँचा लिएर आएको छौँ अनि ओढ्ने मात्रै ओढेको छौँ हामीसँग ठुलो सिराकहरू पनि केही पनि छैन सो हामीहरूले 3टा बर्की लिएर आएको थियौँ सो खानेकुराहरू चाहिँ यहाँ नि राइटसँग टन्नै हजुरहरू पनि देख्न सक्नुहुनेछ सो हामीहरू केही खाजा खानेछौँ त्यसपछि फेरि मिल्नेछ भन म चाहिँ भित्तामा जान्छु आज फेरि के भन्दा थियो म चाहिँ भित्तामा जान्छु म यति जाडो हुन्छ भने चाहिँ सोचेको थिइनँ यहाँ कति जाडो भएको है यो ओर्ने यो त सारा रातिमा कामदेखि पनि गेस गर्नु भएको छ तपाईँले थर काम देखेँ म यो लाउनु बनाएछ फेरि यो सिरानी बनायो क्या मैले त्यो एउटा ज्याकेट लिएर गएको छैन म पनि 2 दियो होला राख्छु भित्र
हामी चाहिँ रातिको 12 बजे खाँदैछौँ। ओ निन्द्रा लागोस् किनभने अहिलेसम्म चाहिँ निन्दा मलाई मोमो हालेरै बसेको छु। साँच्चै भन्नुपर्दा सुतेकै छैन। खुसी एकछिन सुतेँ, खुसी अनि खुट्टा गर्थे। के खुट्टाको राति पुग्यो। सो गाइसहरू हामीले चाहिँ खाइसक्यौँ अनि यो त धेरै चाहिँ हामी खाइसक्दैनौँ किनभने म चाहिँ टन्नै भइसकेँ। मेरो पेट हामीले चाहिँ सब मासु सासु सब घरदेखि बनाएर ल्याइसकेको थियौँ, सब रेडी चिउराहरू डालमोटहरू। त्यो चाहिँ अब हामीले फेरि फिर्ता लानुपर्ने हुन्छ किनभने म चाहिँ धेरै खान सक्दिनँ। वाक्क भइसकेँ म, वाक्क दिक्क प्याक्क भइसकेँ। सो हामी चाहिँ आधी थोकहरू राख्छौँ घरमा अनि घर गएर खान्छौँ। सो अब चाहिँ भयो अझै 1 बज्न आँट्यो। अब हामीहरू होप एकछिन सुत्नु कोसिस गर्छौँ, सुत्दिनँ होला खुसी। हामीसँग मोबाइल छ, मोबाइल हेर्दै बस्छौँ होला सायद, नभए यहाँ ल्यापटप छ, ल्यापटप हेर्दै बस्छौँ। सो यहाँनिर यस्तो उयो के भन्छ सामान त्यसलाई, उयो के भन्छ एकछिन है मारुन एकछिन। हन्टेड हौ, हन्टेड होइन हौ, हरर हरिफाई भन्छ होइन। थाहा छैन। हरर एक्टिभिटी चाहिँ केही भएको छैन। यो एउटा सुनसान घर हो, तर क्यामेरामा केही देख्नु भएको छ भने प्लिज कमेन्टमा भनिदिनु होला। सो यो चाहिँ मेरो फर्स्ट टाइम हो होइन साथीहरू। म चाहिँ अघि सुत्दाखेरि पनि कस्तो डर लागिरहेको थियो क्या, कति भन्नुपर्दा। खुसीमा डर लागेन? कस्तो फिल भयो भन त? फर्स्ट टाइम होला तिम्रो नि हो। तिमी चाहिँ सुतेको थियो यहाँ अनि यहाँदेखि कसरी निस्किन्थ्यो? भूत निस्किन्छ भनेर क्या, भुच्ला जेपिटी भूत निस्क्यो भने खुसीलाई चाहिँ त्यस्तो फिल भयो अरे। मलाई चाहिँ कस्तो पनि भएन किनभने म बिचमा सुतिरहेको थिएँ। सिरानीको अभाव भएको थियो, तातो सिराको अभाव भएको थियो। हामी जाडोले कक्रेर मर्न आँट्यौँ। हजुरहरू देख्न सक्नुहुन्छ एउटा मात्रै गलेर ओछाएको छौँ। अब चाहिँ हामीले एकछिन सुत्नेछौँ अनि 3-4 बजीतिर यसो भिडियो बनाएर हामीहरू चाहिँ तल घरतिर लाग्छौँ होला सायद। सो अब चाहिँ हामीहरू 3 बजीसम्म बस्छौँ होला। 3 बजी त होइन, 3 बजी हिँड्नु, 4-5 बजीतिर हिँड्छौँ यहाँबाट। डर लाग्छ घरै देखाउँ न वरिपरि। सो गाइजहरू अब चाहिँ 3 बजिसकेको छ अनि अब चाहिँ हाम्रो घर जान आँटेको। अब हामी घर गएर छिट्टो घरको सुतिहाल्नु। म कस्तो निन्दा लागिसक्यो क्या। खुसी पनि भर्खर सुतेर उठेँ कि भर्खर उठाएको। अब यो कस्तो जाडो भयो झन्, नभए त के गरी हिँड्नु। सो अब चाहिँ हामीहरू जाँदैछौँ। यहाँनिर त्यस्तो हरर ठोक त केही भएन रातभरि, होस् भन्ने पनि चाहेको थिइनँ मैले। अनि डर त लागिरहेको थियो तर अब के गर्नु होइन, च्यालेन्ज हो। बसेँ रातभरि कटाएँ, त्यस्तो हरर ठिक त केही भएन, खुसी लाग्यो। सो अब चाहिँ हामी घर जान आँटेको। सो लेट्स गो। अब सामान ब्याग प्याक गर्नुपर्छ, हामी घर जानुपर्छ। सो अब हामीहरू सामान सब प्याक गर्नेछौँ। सो गाइजहरू अब चाहिँ हामीहरू सब सामानहरू प्याक गरिसकेको छौँ। हजुरहरू पनि देख्न सक्नुहुन्छ। अब चाहिँ हामी घर जान आँटेको। अब चाहिँ लास्टचोटि हजुरहरूलाई यहाँ एकचोटि यो घरको टुर गराइदिउँ भनेर मैले सोचेको छु। सो आउनु त यता, अब चाहिँ फुल्ली क्या यो कोठा चाहिँ यस्तो छ। यता हामी यता बस्थ्यौँ होला कि सायद, तर उताबाट नि जाडोमा उताबाट नि हावा आउँछ, यताबाट नि आउँछ, यताबाट नि आउँछ अनि यस्तो मुनिबाट नि चिसो आउँछ भनेर क्या चाहिँ हामी नबसेको होइन। ल उता चाहिँ त्यसैले यो चाहिँ हाम्रो लागि राम्रो ठाउँ छैन। अनि अब चाहिँ यता यो त राति कस्तो कति ढिलो गएको नढल्केको। यो पनि राम्रो थियो कि साथीहरू, तर यहाँ ल्याउनु त यहाँ सब यस्तो दुलो भएर सब भत्किन्छ अनि भनेर हामीहरू यहाँ नबसेको। हजुर देख्न सक्नुहुन्छ यस्तो छ। अब अनि अनि यो चाहिँ यहाँ पनि बस्न सक्थ्यो मलाई, तर उपेन्द्र पोखरेलको के छ हजुरहरू देख्न सक्नुहुन्छ यहाँ कपीहरू के
छाता छत्रीहरू चाहिँ यहाँ चाहिँ के गरी बस्नु लुसी बुझेर माथि दर्जा मैले त पागलकै बच्चाहरू अब चाहिँ हामी घर जानु आँटेको काट्छु नै 4 बज्यो अब चाहिँ 4:28 मा हिजो राति अहिले बोले यहाँ चाहिँ के हरर ठिक भएन हजुरहरूले देख्नुभयो भने कमेन्टमा भनिदिनु होला त्यस्तो हामीलाई चाहिँ के फिल भएन डर चाहिँ लागिरहेको थियो मलाई त्यस्तो देखिन्छ हुन्छ भनेर के नौटक्की छिटो गर न ल यहाँदेखि गएर जिउ भएको छैन तिमीलाई छोडेर राख्छ त यो त लौटा कप कप ए हजुरहरू देख्न सक्नुहुँदैछ सो अब चाहिँ यो फुल देखाउँछु यहाँनिर त म फुल देखाइदिन्छु घर तपाईँहरू त फेरि देख्न सक्नुहुन्छ यस्तो हरर ठाउँमा बसेको आज रातभरि हामीहरू as you can see that this is the horror place यता वरिपरि यो पनि हरर हो यहाँ पनि कोही बस्दैन हजुरहरू देख्न सक्नुहुन्छ सो जाउँ सो होप भिडियो मन पऱ्यो भन्ने आशा गर्छु अब हामीले चाहिँ हामी जति सक्दो गरेकै हो याद पनि कटाएकै हो त्यस्तो डरलाग्दो ठाउँमा पनि डरलाग्दो त थिएन तर यस्तो जाडोमा यति धेरै स्ट्रगल गरेको छु भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला ल सबैहरू प्रतिक्रिया पनि दिनु होला डोन्ट फर्गेट टु डु सब्सक्राइब म चाहिँ घर जाने छ सुत्छु होइन म चाहिँ कहिले घर पुगेको सुत्नु भइसकेको छ अझ कुखुराहरू पनि बाँच्नु थालिसकेको छ जाडोले अब सो आजको लागि यति नै भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला हामी छिट्टै यस्तै रमाइलो भिडियोको साथ भेट्नेछौँ आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ मिल्नेछौँ छिट्टै बाई मैले त्यहीँदेखि कुकुर लगाएको थिएँ अनि मलाई सुनेको थियो क्या बाजेहरूकोदेखि यतातिर तर्साउँछ त्यसैले यतातिर साथीहरू यतातिर चाहिँ त्यस्तो धेरै घरहरू छैन भनेर सुनेको थिएँ अहिले मलाई यस्तो भूतहरू कस्तो रमाइलो लाग्छ क्या खुसी तिमीलाई थाहा छ त म कति टिकटेल्सहरू कति सुत्छु भनेर अनि यहाँ माथि पनि घर छ अनि त्यहाँ सब छोड्दै गएको छ अरे क्या अनि यो घर मैले भेटेँ होइन अनि सो मलाई मलाई एक्सपेरिमेन्टको लागि भए पनि यो भिडियो बनाएको क्या भूतहरू हुन्छ कि हुँदैन भनेर अब केही फिल भएर भूतहरू देख्यो भने त भाग्थ्यो होला हामी म त अनि यता वरिपरि त्यति धेरै घर छैन तर त्यहाँ आफूले चिनेको साइडमा घर छ मान्छेको होइन अनि यतातिर तर्साउँछ अरे क्या त्यो यस्तो हुन्छ नि एउटा केटीले घोडामा चढेर हिँड्छ अरे यताको बाटो मेरो हजुरबाले भन्नुभएको बच्चा चोर्दा चाहिँ देखेको छ होला मलाई तिमी चाहिँ खाली हिँडेर यिनीलाई भारी बोका जस्तो देखिरहेछ यहाँ चाहिँ यिनी यत्रो पोको बोकेर हिँड्दैछ नि अन्त ऊ जत्रो पोको बोकेर अनि तिमी चाहिँ छैन कस्तो खाली हो भित्र खोबिल त छ भित्रमा कति भारी अलि छिटो हिँड न अलि पर देखोस् न भिडियोमा अलि पर हिँडेको देखोस् न भिडियोमा यहाँ तल हस्पिटल छ यहाँ तल चाहिँ हस्पिटल छ हजुर देख्न सक्नुहुनेछ त्यो चाहिँ आँखा अस्पताल हो हजुरहरूलाई चाहिँ थाहै छ होला अनि हामीहरू चाहिँ घर जाँदै चाहिँ देख्न सक्नुहुन्छ हामी हिजो यस्तै जङ्गलको बाटोबाट फर्केको त्यो पनि राति फर्केको होइन जङ्गलको बाटो हुँदै गएको ठाउँ गएको खण्डर त्यसले के भन्छ एबन्डन हाउस एबन्डन के एबन्डन त्यही हाउस गएको हामीहरू हिजो जङ्गल हजुरहरू देख्न सक्नुहुन्छ कम्तीमा 2 किलोमिटरको बाटो पनि हिँडेर गएको छौँ त हामी भन्नु न है भन्नु न कसो हावा हौ तलदेखि बिहिबारे हटा 1 किलोमिटर अनि बिहिबारे हटा त्यही 1 किलोमिटर छ नि त भन न
ओए भाइ यार हामी 2 किलोमिटरबाट हिँडेर आएको हेर नि त के भन्छु त हौ त्यस्तो चाहिँ कस्तो इत्रिन्छ हो हाम्रो घरदेखि चाहिँ 2 किलोमिटर जतिको टाढाको दूरीमा छ यो खण्डर चाहिँ भन्नु छैन यो बाबुलाई भन्नु लाउनु उसको एक्सपेरिमेन्ट सक्यो अनि अब अल्छी लाग्न थाल्यो होइन उकुजी यो मेरो गल्ती लाग्छ सरहरूको घर त भन्नु नि तिमी भन तिमी अच्छा मलाई थाहा छ क्या तपाईँ भिडियो भन्दा नि मेनली यही एक्सपेरिमेन्ट गर्ने तर्साउँछ कि तर्साउँदैन भन्ने एक्सपेरिमेन्ट गर्नलाई मात्रै हो मलाई राम्रोसँग थाहा छ अब उसको एक्सपेरिमेन्ट सक्यो अनि अब भिडियोको लागि एउटा मतलबै छैन कतै बसेको चुप उयो भिडियोमा अब भिडियोमा अलिक किचडी बोलाइन्छु सो गाइजहरू हामीहरू चाहिँ मन्द पर्काइसकेको छौँ यता देख्न सक्नुहुन्छ हजुरहरूले आउनु त हामीहरू चाहिँ हिजो हाम्रो घरदेखि 2 किलोमिटर टाढा गएको थियौँ हो त्यो हन्टेड घर चाहिँ त्यत्रो टाढा पर्छ हाम्रो घरदेखि 2 किलोमिटर टाढा धेरै टाढा चाहिँ होइन ल हामीलाई हिँड्नु टाढा पर्छ नि त नहिँड्ने मान्छेलाई यो पार्कको अरू जङ्गलको बाटो राति हिँड्नु बेहुरी बहिनीसँग यो चोर्नीसँग अब गाइसहरू हामी चाहिँ फर्किन आँटेको घरतिर जान आँटेको उता हिजो अनि कस्तो फिल हुँदैछ कि भन्दैछ हरियो पनि फेरि मारा अन भनेको है डर छ कि खेर कस्तो सबैलाई देख्यो रे चिसो हुन्छ चिसो चिसो के अरू के भएर भुत देखेको देखेर राति सबैलाई एउटा भुत देखिरहेछ त्यो चाहिँ रातभरि बोगल हेर्न बसिरहेको त्यसको नाम चाहिँ नबोली बोगल मलाई कतिखेर घर पुरा सुत्नु भइरहेछ रातभरि बोगल रस रस भयो 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 ए आऊ छिटो है कमन बेबी त्यसो लाग्दै है चुडेल गंजी चुड़ैल धोबी आया कितना कपडे पाउँछ है पाउनेलाई सो गाइजहरू हजुरहरू देख्न सक्नुहुनेछ हामीहरू बजार एरियामा आइसकेको छु हजुरहरू मदत छ न यतातिर घरहरू देख्न सक्नुहुनेछ यता देख्नु त हजुर देख्न सक्नुहुनेछ अब चाहिँ हामीहरू घर जानेछौँ तल आइसकेको छौँ हामीहरू जङ्गलदेखि बजार आइसकेको चाहिँ अब बजारदेखि घर पुग्नु मात्रै बाँकी छ अब हामीहरू घर जानेछौँ छिट्टोभन्दा छिट्टो घर गएर हामीहरू सुतिहाल्नेछौँ मेरो आँखा देख्न सक्नुहुन्छ यो निन्द्राले अब म कस्तो दिन्छु कस्तो देख्यो कस्तो देख्यो बोझ जस्तो हामीहरू चाहिँ गइसकेको छौँ हरर च्यालेन्जमा खुसी मलाई गएर जस्तो भएको छैन
नदेखाउँ न यस्तो लाग्छ नि